यो हरेकचोटि भक्तपुरमा कार्यक्रममा आउँदाखेरि म अलिक चाहिने भन्दा बढी भावुक बन्छु। धेरै कुरा जोडिएको छ भक्तपुरसँग मेरो, तर त्यति धेरै घनिष्ठ सम्बन्ध हुँदै पनि आज म चाहिँ नेपाल भाषामा बोल्न नसकेकोमा मलाई लज्जाबोध भइराखेको छ। मलाई क्षमा गर्नु होला। के विषयमा बोल्नु? म यहाँ आउँदाखेरि चाहिँ बोल्ने तयारी गरेर म आएकै थिइनँ, तर अघि यो तमुच्याको आयोजक साथीले चाहिँ जुन कुराहरू चाहिँ गर्नुभयो, धेरै हिसाबले भर्खरै यो देशमा भएको राजनैतिक परिवर्तन अथवा राजनैतिक घटनाको बारेमा केही चर्चा भयो। एउटा सामान्य नागरिकको हैसियतले मलाई पनि त्यसमा चाहिँ अलिअलि चासो लागेको कारणले म अलिकति आफ्ना दुःस्वप्नहरू, अलिकति आशाहरू म सेयर गर्न चाहन्छु, र जसले गर्दाखेरि चाहिँ नि हामी हरेक किसिमले तयार भएर बस्न सकौँ भन्ने मेरो चाहना पनि कुनै न कुनै रूपमा अभिव्यक्त होस्। मान्छेलाई मान्छे बनाउने विभिन्न तत्त्वहरूमध्येको एउटा प्रमुख तत्त्व हो यथास्थितिप्रति मान्छेको असन्तुष्टि, यथास्थितिप्रतिको उसको निषेध भयो। मान्छेलाई कहिल्यै पनि यथास्थिति अहिले जस्तो छ त्यसैमा सन्तुष्ट भएर बस्नै सक्दैन। त्यसमा सन्तुष्ट भएर बस्न सक्ने भएको भएदेखि यो होमो स्यापियन्स नामको अहिलेको आधुनिक मान्छे सायद बन्ने नै थिएन, यहाँसम्म पुग्ने नै थिएन। असल शासकहरूले जहिले पनि जनताको बिचमा कुन किसिमका असन्तोषहरू बढ्दैछन्, हुर्किँदैछन् भन्ने कुरा थाहा पाउँछ र त्यसलाई ऊर्जाको रूपमा प्रयोग गर्दछ। तपाईहरुमै सबैलाई थाहा भएको कुरा हो, रेडियो आइसोटोप्सहरूको एउटा प्रवृत्ति हुन्छ। त्यो विकिरणयुक्त रेडियो आइसोटोप्सहरूलाई चाहिँ एउटा निश्चित मात्रा चाहिँ एक ठाउँमा जम्मा भए पछाडि त्यो क्रिटिकल मास भएपछि त्यो विस्फोट हुन्छ। असन्तुष्टि पनि त्यस्तै नै हो। जनतामा आएको असन्तुष्टि देख्ने बित्तिकै त्यसलाई सम्बोधन गर्न सक्ने सक्षम, त्यति बुद्धिमान राज्य सत्ता हुने हो भनेदेखि त्यसलाई जसरी न्युक्लियर एनर्जीलाई एउटा विद्युतमा परिवर्तन गर्नको लागि प्रयोग गर्न सकिन्छ, मान्छेको जीवनका लागि उपयोगी वस्तुको लागि का रूपमा चाहिँ त्यसलाई प्रयोग गर्न सकिन्छ, त्यस रूपमा चाहिँ प्रयोग हुन्थ्यो असन्तुष्टि पनि। तर असन्तुष्टिलाई थुप्रिन दिने हो भनेदेखि मेरो दुईटा कान छ एउटा मात्रै मुख छ भन्ने कुरा बिर्सिने हो भने कानलाई प्रयोग गर्नको सट्टा जहिले पनि मुखलाई मात्रै प्रयोग गरिराख्ने हो सत्ताधारीहरूले भनेदेखि त्यो असन्तुष्टि क्रिटिकल मास हुन्जेलसम्ममा चाहिँ त्यो पुग्छ र एक दिन विस्फोट हुन्छ। विस्फोटले कहिले पनि कुनै किसिमको अनुशासन जान्दैन, कुनै कला साहित्य जान्दैन, के गर्नुपर्ने के गर्नु नहुने, कुनै पुण्य जान्दैन, कुनै पाप पनि जान्दैन। मलाई लाग्छ असन्तुष्टि आफैमा केही पनि अस्वाभाविक कुरा थिएन, तर त्यसलाई दशकौँदेखि जसरी सम्बोधन हुन सकेन त्यसले गर्दाखेरि यस्तो किसिमको चाहिँ विस्फोट भयो। त्यसलाई रोक्न सकिन्थ्यो कि सकिँदैन थियो भन्ने कुरा यहाँ आउँदाखेरि जहिले पनि मलाई अनुभूत हुने कुरा के हो भने त्यसलाई रोक्न सकिन्थ्यो। यहाँ पनि प्रशस्त राजनीतिका कुराहरू भइराखेका छ, तर मान्छेहरूको बिचको प्रेमको कुराहरू भइराखेका छ। आफ्नो मात्रै कुरा चाहिँ गर्नु हुँदैन है, सबैको कुरा गरौँ, हामी मिलेर बसौँ भनेर सानो सानो बच्चाहरू पनि गाउने नाच्ने गरिराखेका छन्। यहाँ आउँदाखेरि त्यो अनुभूत हुन्छ। यहाँका साँच्चैका जनताका नेताहरू, देशभक्त नेताहरूले जे गरिराखेका छन्, जसरी चाहिँ प्रेमको पाठ सिकाइराखेका छन्, एकताको पाठ सिकाइराखेका छन्,
र अलिकति पनि एउटा अवसर पाउने बित्तिकै जनतालाई एक कदम अगाडि बढाउनको लागि सहयोग गरिरहेका छन्। त्यो हेर्दाखेरि लाग्छ सिङ्गै देशमा पनि यस्तो सम्भव हुन्थ्यो। अर्थात् जनतामा रहेको असन्तोष रूपी ऊर्जालाई सत्ताले सजिलैसँग प्रयोग गर्न सक्थ्यो होला। त्यो गर्न नसक्दाखेरि यस किसिमको विस्फोट हुन्छ। म एकजना रिटायर्ड सर्जन, 6-7 वर्ष अगाडिसम्म त म पनि एक्टिभली अपरेसन गरिराखेको थिएँ। मलाई मेरै पेसाभित्र पनि मैले हेर्दाखेरि देख्छु प्रशस्त असन्तोष अथवा असन्तोष रूपी ऊर्जा यङ डाक्टरहरूमा चाहिँ त्यो विद्यमान छ। त्यसको पनि कुनै किसिमको सम्बोधन भइराखेको छैन र त्यसले कुन किसिमको विस्फोटको रूप लिने हो त्यो देख्दाखेरि आफू अहिले एकदम एक्टिभली त्यो पेसामा नलाग्दाखेरि पनि मलाई चाहिँ एक किसिमको कता एउटा डर जस्तो लाग्छ। त्यसमा मलाई चासो लाग्छ। मलाई यो भक्तपुरवासी साथीहरूलाई जुन ठाउँबाट मैले धेरै कुरा पाएको छु, मेरो पहिलो डाक्टरको रूपमा पदार्पण यही ठाउँमा भएको हो, मैले मेरो प्रेम पनि यही ठाउँमा पाएको हुँ र त्यस्तो ठाउँका साथीहरूले उदाहरण बनेर सिङ्गै देशलाई देखाउनुहुनेछ र मानिसमा जहिले पनि रहिरहने सर्वकालिक यथास्थितिप्रतिको असन्तुष्टिलाई ऊर्जाको रूपमा प्रयोग गर्न अरूहरूलाई पनि सिकाउनुहुनेछ, सिङ्गै देशलाई सिकाउनुहुनेछ भन्ने आशा गर्दछु र तपाईँहरूलाई मेरो प्रार्थना पनि छ। थ्याङ्क यू।